Hello and namaste to everyone. Welcome back to my channel again. यो भिडियो मैले मेरो लाइफको एउटा स्पेशल मेमोरीको लागि रेकर्ड गरेको थिएँ, तर आज मैले भ्लगमा सामेल गर्दैछु है त। तपाईहरुले पनि हेरेर इन्जोय गर्नुहोला। तपाईहरु सबैलाई रिक्वेस्ट, यो भिडियो हेरेर हाम्रो यो खुसीको पल इन्जोय गर्नुहोला र यो पूजामा आउनु भएको सबैजनालाई धेरै 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 धन्यवाद छ है त। यो मेरो लागि मात्र हैन, मेरो पूरा परिवारको लागि एकदमै ठुलो दिन थियो। 15 वर्षसम्म मैले घरबाट टाढा बसेर मेहनत, स्ट्रगल र सेक्रिफाइस गरेँ। 8 वर्षसम्म त मैले मेरो परिवारलाई देख्न पनि पाइनँ, त्यही भिडियो कल मार्फत देखिन्थ्यो, त्यति हो। तर आज त्यो सबै मेहनतको रिजल्ट हाम्रो अगाडि छ। त्यो हो हाम्रो मन्दिर जस्तो घर। यो घर सिर्फ एउटा बिल्डिङ हैन, यो मेरो सपना हो, मेरो मेहनत हो र यो घर मेरो लागि मन्दिर जस्तो छ, जहाँ मेरो दुईजना जिउँदो भगवान, मेरो आमा र बुवा बस्नुहुन्छ। यो मेरो लाइफको सबैभन्दा स्पेशल दिन हो। लाई त अब भ्लग भनौँ या भिडियो, यसमा हेर्नु होला है त हाम्रो घर पूजा। संकल्प र स्वस्ति वाचन गरेपछि अनि त्यहाँबाट दाजुलाई यहाँबाट छुट्टी दिने अनि अरू को छुट्टी लिने, यसो वरिपरि पूजा गरुन्जेल। चन्दनं वर्धते आयु पवित्रं पापनाशनम् आपदो हरते नित्यं लक्ष्मी वसतु सर्वदा। चन्दनं वर्धते आयु पवित्रं पापनाशनम् आपदो हरते नित्यं लक्ष्मी वसतु। तस्मादेन सो विस्मन् मञ्चत गुङ्गसः ओम यदि जग्स्वेना गुप्तकृमा वयमा सूर्यो मा तस्मादेन सो विस्मान् मुञ्चत गुङ्गसः ओम पवित्रेस्तो वैष्णव सवित्रवः। दाइनाथले यसरी छोप्नु। अपसर्पन्तु भूताय भूताय भूमा स्थिताय भूता विघ्नकर्ता तेन सन्तु शिवा। रवेद लघु रुद्राभिषेक कर्म समारभेद। दाहिने हातले थोरै टिप्नु, पूर्वपट्टि छर्किनु। पूर्वे रक्षतु गोविन्द आग्नेयं धरणीधरः याम्यं रक्षतु बाराहो नारसिंहतु नैऋते वारुण्यं केशवो रक्षेत वायव्यं मधुसूदन। उत्तरे श्रीधरो रक्षेत ईशानां च गदाधर ऊर्ध्वं गोवर्धनो रक्षेत तददास्तु महीधरः। बसिदिनुहोस्, हाम्रा कुलपुत्री सबै आएर बसिदिनुहोस् भनेर यसो जग्गालाई घुमाएर त्यहाँ राखेर उहाँ गणेशजीको छेउमा राखिदिनु ल। यसो जग्गामा यसो आफूले सम्झिनु, आफ्ना कुलपुत्री सबैलाई सम्झेर यसो घुमाउनु अनि त्यसमा राखिदिनु। यहाँ आएर बसिदिनुहोस्, हामी यज्ञ कर्म गर्दैछौँ, सबै परिवारलाई सुख शान्ति समृद्धि जाओस् भनेर। गणेशजीको छेउमा राखिदिनु। दशे विष्णुमिति दादार्थ पृथ्वीमभितो मयुखे ओम गोभ्यो नमः। ओम गवे नमः। गां त्रिं सम्पूज्य गवे नमः। गन्धाक्षत पुष्पाणि समर्पयामि नमस्करोमि भ्य नमो नमः। दाजु यता हेर्नु त, साडीलाई उतापट्टि झार्नु त, टाउकोमा यसो एक टोपा घिउ गर्नुपर्छ त। दुईजनाले यो पक्रिनु, शिर जोड्याउनु ल अलिकति यसरी ल। बरु माथिबाट घिउको धारा त घिउ देऊ त, चम्चा देऊ, भेटिन्छ भेटिन्छ। वसोः पवित्रमसि शतधारं वसोः पवित्रमति सहस्रधारं देवसत्वा पुनातु वसोः पवित्रेण शतधारेण सुपाकामधुक्षः। यहाँ दाजुकोमा अलिकति परेन ल। अब ठुलो भाइ शिरमा मात्रै हरि ओम वसोः पवित्रमसि शतधारं वसोः पवित्रमसि सहस्रधारं देवसत्वा पुनातु वसोः पवित्रेण। लो तिमी भित्र आऊ, यो टाउकोमा पर्छ ल। हरि ओम वसोः पवित्रमसि शतधारं वसोः पवित्रमसि सहस्रधारं देवसत्वा पुनातु वसोः पवित्रेण शतधारेण सुपकामधुक्षः। गुरु ती सबैलाई यसो घिउ छर्किदिनु ल। ल यो लगेर नि माथि पूजा गर्ने ठाउँमा ईशाने
हरे ओम। आवाहनम् आसनं वाद्यागात्मनं प्रातने स्नाने पञ्चामृतं शुद्धोदके स्नाने समर्पयामि असुराय खमे नमः बाहुभ्यां दते नमः याते ओम सोमाय नमः भो सोमा आवाहनम् आसनं समर्पयामि सोमाय नमः पादयोः पाद्यमस्ते वार्यं मुख्यात् सर्वाङ्गे स्नान्यं हृदये पञ्चामृते स्नान्यं शुद्धोदके स्नान्यं समर्पयामि ध्याये च तुलसीमृतत्वशेषानो जदन्येनातिरुहति ध्यानं फुल वगैरह नमस्कार गर्नु ध्यानं फुल वगैरह नमस्कार गर्नु हरि ओम महा गंगा सतम प्रतिक्रियताम चढाइदिनु अन्तिमको जलले स्नान गराइदिनु शुद्ध बालः सर्वशुद्ध बालो मणि बालः श्वेत गन्ध घुम्टी ओढाइदिनु पहिले माला चाहिन्छ त अन्दिनी माला त्यादिनी भाइ प्रभु मयारितानि पुष्पाणि अब त्यो घडालाई पूजा गर्ने अनि ओम वास्तु घटाय नमः सर्वकामी दीपम दर्शयामि फलम नैवेद्यम उत्यति रोटी राखिदिनु त्यो एउटा पत्तामाथि राखिदिनु उता एउटा सुन्तलाको दाना वसत वैकुंठम सदा दर्शन के सदा प्राप्ति जीवलोकेषु सदा जीवि सदा सुखी मंत्रार्था सफला सन्तु पूर्ण सन्तु मनोरथ सतुनाम दिनासस्तु प्रणाम देशतः भगवत प्रसादात् सर्वं परिपूर्णमस्तु कुलति आशीर्वाद प्राप्तिर्भवतु तु स्वप्न दर्शने ग्रह पीडा सुचोगासु महात्म्यं शरणयां नमः ग्रह नक्षत्रदा पीडा तस्कराग्नि समुद्भवात् भगवत प्रसादात् नमो ब्रह्मणे देवाय गोग्रामणिकाय जगदधिकाय कृष्णाय गोविन्दर्शने ग्रह पीडा सुचोगासु महात्म्यं शरणयां नमः मंत्रार्था सफला सन्तु पूर्ण सन्तु मनोरथ सतुनाम दिनासस्तु प्रणाम देशतः भगवत प्रसादात् सर्वं परिपूर्णमस्तु कुलति आशीर्वाद प्राप्तिर्भवतु लाइट भाइ सुत्ने भाइ अहिले साधुके शरणे त्र्यम्बके गौरी नारायणी नमस्ते मन्त्रार्था सबला सन्तु अनि सबै गाउँले भइया गौरीका नपरायणे सर्वस्याधारी देवी नामै बालागाभि भूतानां बालानां शान्तिकारकं संघात वेदिकैकमोत्तमं जो जान्नानि ज्ञानी मन्त्रार्था सबला सन्तु सक्यो पूजा सक्यो अब भोलि छ बाबु सकिन्छ तिमीहरू जगन्नाथाय कृष्णाय गोविन्दाय नमो नमः सामानो निवेशेन वृतं वर्तुना हिरण्येन संगारतेन अब नि सबैजनाले नि
को यो को हो को यो को हो यो आउँछ के ल्याइदिनु बाबु सबैलाई नि अलिक मोटो मोटो नि दाउरा अरे दिनारभ्य अर्धदिनपर्यन्तं लघु रुद्राभिषेक पाठ पारायण कर्मणा तीर्थप्रवणार्थं यथाशक्तिक महाकाल सन्निधि जय पाठाधिकारं समस्त यज्ञ पदाधिकारी सिद्धिकामनार्थं भगवद्गुणाचार्यकर्मं स्थापित देवतानां पूजनाचार्यकर्म प्राप्तकर्म स्थापना अनादिकर्माधिकारं आदा राज्य पंचवार उपक्रम उद्देश्य देवी प्रकार पंचायत विभाग विनायक पंचवार विश्वविद्यालय भगवती विश्वविद्यालय देवी प्रकार पंचायत विभाग विवाह सभा आदर्श देवी देवी पदाधिकारी सुदेव भगवती सोच मात्र व्यापारी समर्थ विनायक ब्रह्मा विष्णु भगवान पतिका प्रधान अन्नपूर्णाई महालक्ष्मी मारी कन्या श्री दिवाली वास्ते दिवाली दिवाली चंद्रमा गांधी वास्ते दिवाली वास्ते लोग बाला गांधा राजा प्रकार प्रतिपादित विधि विधि नक्षत्र विवाह विवाह बात विधि विधि हाम्रो राम्रै हजुर आयो देखिन त बिचमा भयो अटो धर्नु नट्ने हुन्छ यहाँ हेर यो कचलाई नि त्यो पानीमा यसरी सुल्टे हुन्छ ल टक्क राख ल टक्क राख यसलाई भित्र हाल्दो माथि अब एकैछिन यहाँ हेर यहाँ गर्दै छ ल गर त मेरो ढाड्छु ल यो धनेश बाटी हाल्दो यो पानी पत्ता हाल्दो त्यो प्लेटले ट्यापट छोपिदेऊ त्यो घरमा पानी भरिसक्यो त हाल्दो भयो त्यो पानी भरिदेऊ बिस्तारै भन्दा ल मुनिको नछोकिदिनु माथि माथि बिस्तारै हो भयो अब त्यसलाई छोपिदेऊ भयो र अब नि यसको बिर्को खै यो अहिले बिर्को लगाइदिएर भयो मैले नि एउटा मान्छेले यसलाई छोपिदिनु अनि यो बिर्को ट्यापट हाल्दिनु ल यो तपाईँ चाहिँ लाग्ने भएन नलिने गरी मुनिको त्यो घरलाई नहल्ने गरे नि छिर्नु चाहिँ पर्ने हुँदा थिएँ बनाएको चाहिँ तर अब भयो त्यसलाई चाहिँ माथि त्यो बत्ती हालिदिनु बाहिर त्यो नाङ्लो कहाँ छ टिङ्कु चाहिँ ओम वास्तु सायनमा सर्वोपचारार्थी पूजार्थी जगन्नाथ त्यो बालन परिबालन भाइ पूजा गरेर बत्तीलाई पूजा गरेर तल तल बसेर पूजा गरेर ओम वास्तु सायनमा वास्तु सायनमा सर्वोपचारार्थी पूजार्थी जगन्नाथ पुष्पाणि समर्पयामि नमस्ते बिन्दु नमः पूजा गरेर त्यो बत्ती त्यो फल पनि राखिदेऊ अब नि हेरेर यो पानी यसरी हालेर यसरी घुमाउ 3 पल्ट
यानि कानि च पापानि जन्मान्तरिकृतानि च तानि सर्वाणि न सन्तु प्रदक्षिणां पदे पदे वास्तुपुरुषाय नमः फूलपत्रे नमस्कार करने ओम वास्तुस्पदे प्रतिदानिया शोभेश्वरनमि भगवान् जति मयि प्रतिदान जुपसो सन्नो भव द्विपदे सन् चतुष्पदे वास्तुपुरुषाय नमः हे वास्तुपुरुष भगवान् हाम्रो घरमा बसेर सदा सर्वदा कल्याण गर्नुहोस् भनेर त्यहाँ चढाइदिने यसो ढोकिदिने ओम वास्तुपुरुषाय नमः यसो भइमाडि ल डाक्टर दिने त्याउ म तपाईँ एक दुईवटा पोस्ट गर्छु छोरी यता हेर न हेलो छोरी यहाँ हेर साइज गरौँ यहाँ लघु रुद्राभिषेक पाठ पारायण कर्म निम्नात्रिक कल्पनार्थं तथा सत्यवास कामनायाः सत्यनारायण पूजन लक्ष्मीनारायण पूजन कर्णार्थं ग्रासुक्त पाठ दाति पूजा चंदन अक्षताति पुण्डाग्नि इंद्राय नमः सर्वोपचारादि पूजादि अलिभित्र पठे तते तलंगाव पुष्पाणि समर्पयामि नमस्ते वायु पुरुषाय नमः वायु पुरुषाय Dikira dikira tinggi. बुद्धि आयुवर्धनार्थं रोग कष्ट भयजन्य दोष निवारणार्थं निमित्तार्थ आत्मान समस्त पितॄणां भगवत् सायुज्य मुक्त्यर्थं कुलपितृ आशीर्वाद प्राप्त्यर्थं निमित्तार्थ कृतस्य करिष्यमाण कर्म ओम नमो भगवते वासुदेवाय वासुदेवाय भजो वासुदेवाय वासुदेवाय भजो वासुदेवाय वासुदेवाय भजो वासुदेवाय ओम नमो भगवते वासुदेवाय ओम नमो भिडियो चाहिँ के भयो
आरती बाजू दा आरती भित्र जाम त आरती के अरे पुष्पाञ्जली पाँदै चढाउन आउँछ भित्र आरती त यही होइन आरती चाहिँ होस् अहिले आरती यसको साडी उ गर्नु है विनोद हजुर यहाँ आउन पाती काट्नु देवाय गोकामणिकाय च जगदिताय कृष्णाय गोविन्दाय नमो नमः बाजेले खै बुवालाई बोलाउ न अब जाडो हुने बेला भयो पानी तिमी उता जा त्यसलाई पहिला बुना दिदीलाई दिदी उहाँ बुना अलिक बिस्तारै सुशान्तले पुऱ्याइदिन्छ रेडी छ त्यो हुन्छ त्यसको पालो आउँदा आउँदा ठिकै आइपुग्छ नानीलाई खुवाएर आउँछ अनि जोइन गएपछि तपाईँलाई बिस्तारो पक्नु पक्नु लड्नु खै आमालाई जी लु जी गरे जी पैसा मात्रै तान्नु खै खुट्टा खुट्टी 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 हाम्रो लक्ष्य त होला होइन अब अजीलाई हेर नि जान हतार भएको कि के हो सिधा चुप्लाएर बस्छ त हल्ला दबाई गर यता यता गर्दै
झोला ल्याइदिनु एउटा हो ल हेर त दिदीले पनि तत्छाकमा मसा अब त बच्चालाई भयो होइन म त लिन गएको म त यही भुलेँ आदित्य मामा पो हुँदो रहेछ हजुर यहाँ भिडियो खिचिदिनु र राखिदिनुहोस् ल धन्यवाद यत्तिको मेकअप चाहिँ गर्नुपर्छ है गाइस छोरी मान्छे भएपछि यत्तिको अनुहारमा पोज्ने चाहिँ हुनु पर्यो यही त हो नि दिदी घुमेर सुतिरहनु भएको टिकटक बनाएको भगवान् यहाँ यत्रो ब्यागबाट है सामान निकाल्यो यहाँबाट सामान निकाल्यो मेकअप गरेको रहेछ यसरी कस्तो खालको हौ आउँदैन भने खायो अनि आएर आज त म खालि पार्टी खायो कतिखेर सुरु भयो किन अघि सुरु थिएन अघि थियो अघिदेखि ल त्यही भएर त म त तँलाई किन लगेको त नि कहाँ अर्को मोबाइल क्या त अर्को अलिकति पठाइदिनु ल पर्दैन यहाँ अब के बस अब फोटो खिच्दा म त बाहिर हेर्दैछु नि त खानेमा हेर्न के त त्यहाँ हेर्दै थिएँ क्या म त के चाहिँ छैन नि हजुर त्यसले जुम गरेर तान्थ्यो ठुलो भाइ त कति वर्ष भयो हजुर अघि त मैले चिनिन नि त्यही हो ए पुज त्यो लाउनुभन्दा अगाडि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है त सबैजनालाई डु नट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब थ्याङ्क यू मेरो आन्टी चाहिँ पूजामा पुरा खट्नु भएको भएर यताउता बिजी भएर टिका लगाइदिनै बिर्सिनु भएछ यो चाहिँ भोलिपल्टको क्लिप यसो हालिदिएको कमेडी नै भयो एनिवे गाइज थ्याङ्क यू सो मच फर वाचिङ